के राज्यले बनाएको संरचना जोगाउने जिम्मेवारी हाम्रो होइन त? यसले खास गरी कसलाई समस्या पारेको थियो? यो पनि हेर्नुहोस्, यसलाई देख्नुभयो? यहाँ पनि छैन, यहाँ दुईटै छैन। यसमा भएको सूचना नागरिकलाई सुसूचित गर्ने सूचना च्यातेर फाल्दा कसलाई आत्मसन्तुष्टि भयो होला? हामी यति धेरै नास्तिक कहिलेबाट भयो? भगवान मान्छौँ, त्यहाँ गौतम बुद्धको हातमा कटौरा थियो, त्यो पनि गायब छ। विशेष गरी राज्यसँग बजेट अभाव भएकै कारणले सरकारले यसरी जोहो गर्छ। यही जोहो गरेको संरचनालाई पनि हामीले संरक्षण गर्न सक्दैनौँ। यी जे प्रतिनिधिमूलक उदाहरणहरू मैले देखाएँ, यी संरचनाहरू च्यातिएका, फुटाइएका, चोरिएका यी प्रतिनिधि उदाहरण मात्र हुन्। यी संरचनाहरू राज्यको ढुकुटीमा तपाईँ हामीले जम्मा गरेका पैसाले बन्ने हुन्। त्यसैले कृपया एकचोटि कल्पना गर्नुहोस्, हामीले गरेको सानो त्रुटिले, हामीले जिस्किएर गरेको, अल्लारेपनले गरेको, चाहिँ उच्छृङ्खल व्यवहारले गरेको कर्मले यी संरचनाहरू बनाउन फेरि राज्यको ठुलो धनराशि खर्च हुन्छ। त्यसले म यहाँलाई निवेदन गर्न चाहन्छु, अनुरोध गर्न चाहन्छु, आदरणीय नगरवासी, जिल्लावासी, देशवासी, आमा बुवा, दाजुभाइ तथा दिदीबहिनीहरू, युवा साथीहरू, यो संरचनाको जगेर्ना तपाईँ हामीले नगरे कसले गर्ने? हरेक ठाउँमा हामी ऐन कानुनलाई हेर्ने होइन, यो हाम्रो जिम्मेवारी हो भन्ने सोचका साथ यसलाई संरक्षण गर्न हामी सबै लाग्नुपर्छ। यो विनम्रतापूर्वक अनुरोध यहाँहरूका बिचमा गर्न चाहन्छु। धन्यवाद, नमस्ते।